कसरी एउटा कमजोर, डिप्रेस्ड र डराएको केटो अमेरिकाको सबैभन्दा कडा मान्छेमध्येको एक बन्यो। डेभिड गगिन्स, जो एक अफ्रिकी अमेरिकी गरिब परिवारमा जन्मे, उनी पढाइमा कमजोर हुनुको साथै हिंसा र रङ्गभेदको पनि शिकार भए। उनलाई बाल्यकालमा कहिल्यै कसैले लायक ठानेनन्, तर एक दिन उनले ऐनामा हेरी आफूले आफैलाई भने, म यही पीडा, डर र कमजोरीबाट फलाम बन्छु। उनले 3 पटकसम्म नेभी सिल बन्नको लागि तालिम गरे, तर 2 पटक असफल भए पनि तेस्रो पटक सफल हुन पुगे। 24 घण्टासम्म बिना आराम 100 माइल दौडने कीर्तिमान बनाए। डेभिड भन्छन्, पीडाले तपाईको दिमागको यस्तो हिस्सा खुलाउँछ जुन हिस्सामा 99% मानिसहरू पुग्न सकेका छैनन्। आज उनी एक लेखक, स्पिकर र एथलिट हुन्, तर सबैभन्दा पहिला उनी आफैलाई जितेका मान्छे हुन्। उनले जीवनमा कहिल्यै चमत्कार पर्खिएनन्, उनले आफैलाई कडा बनाएर चमत्कार गरे। उनको जीवनबाट सिक्न सकिने एक पाठ यो हो कि जबसम्म हामी आफैबाट भागिरहन्छौँ, तबसम्म हामी कहिल्यै परिवर्तन हुन सक्दैनौँ।